के चाहिँ पछि जुन मानव काम गर्ने एकदमै पुरानो संस्था रहेछ र यो मान्छे मानव अधिकार जिल्ला भन्न भएका व्यक्तिहरू जनताहरूको जीवनसँग सम्बन्धित उहाँहरूको मानव अधिकारसँग सम्बन्धित कुराहरूलाई फोकस गरेर कहीँ कतै कुनै राज्यको कुनै पक्षबाट मानव अधिकारको चाहिँ भन्न सक्ने उहाँहरूले खोज्न भन्न चाहन्छु म उहाँहरूले कुनै थाहा भने एउटा खोजमूलक तरिकाले अध्ययन गरेर मानव अधिकार हुने कुराहरू उल्लेख गर्नुहुन्छ र म लामो कुरा केही गर्न चाहन्न। यहाँ मैले मानव अधिकार वर्ष 2025को इनिसिएटिभ पुस्तक पनि हेरेँ, यसमा चाहिँ शिक्षक जिल्लाको कुराहरू पनि उल्लेख गर्नुभएको रहेछ। लगभग हेर्दाखेरि सबै कुराहरू समेटेकै जस्तो पाएँ। जस्तो घरको हिंसादेखि लिएर अपहरण कृषि ज्यानदेखि लिएर होइन बाल विवाहदेखि लिएर कारागारदेखि लिएर सबै शिक्षाको है बाल अधिकार सबै कुराहरू समेटिनुपर्छ र यो सबै कुराहरू समेट्न सक्नु पनि उहाँहरूको एउटा चाहिँ प्रोफेसनलिजमै अरू कुराहरू पनि म के भन्न चाहन्छु घटनाको प्रकारमा जस्तो अपहरण कारागारमा त्यो अमानवीय व्यवहार घाइतेहरू छ यो यसमा चाहिँ कसै यहाँ लिन त लिनुभएको होला सबै डाटाहरू